अब आफ्नै मोबाइलबाट इन्डिया हामीले सरर रकम ट्रान्सफर गर्न सक्छौँ। पहिला हामीले आफ्नो नेपालबाट डाइरेक्ट आफ्नो मोबाइल ब्याङ्किङहरूबाट पैसा इन्डिया ट्रान्सफर गर्न मिल्दैन थियो। तर अहिले ग्लोबल आइएमई ब्याङ्कले यस्तो सुविधा ल्याएको छ कि हामी ग्लोबल आइएमई यदि प्रयोगकर्ता हो भने आफ्नै मोबाइलबाट इन्डियाको युपिआई जस्ता अनलाइन प्लेटफर्ममा रकम ट्रान्सफर गर्न सक्छौँ। आउनुहोस् म तपाईहरूलाई आफ्नो मोबाइलमा देखाउँदैछु। र यो मेरो ग्लोबल आइएमई ब्याङ्क ओपन भइसकेको छ। अब यसमा कसरी हामीले पेमेन्ट गर्न सक्छौँ, सिधा यहाँ तपाईँ हेर्न सक्नुहुन्छ फन्ड ट्रान्सफर भनेर देखाएको छ। यो फन्ड ट्रान्सफरमा क्लिक गर्ने बित्तिकै तल यहाँ हेर्न सक्नुहुन्छ क्रस बोर्डर ट्रान्सफर भनेर दिएको छ र युपिआई भन्ने एप्लिकेसन रहेको छ। यहाँ अनलाइन मनी वालेटमा हामी पठाउन सक्छौँ। यो युपिआईमा मैले क्लिक गरेँ। अब यसमा तपाईँको के हुन्छ भने इन्डिया र नेपालको रकमलाई एक्सचेन्ज गरी पठाउने गर्दछ। मानौँ हामीले यहाँ 1000 नेपाली रुपियाँ सिलेक्ट गर्यो भने इन्डिया 625 रुपियाँ ट्रान्सफर हुन जान्छ र यो तरिकाले हामी इन्डिया रकम सजिलै ट्रान्सफर गर्न सक्छौँ। यस्तै इन्फर्मेटिभ टेक एन्ड टिपका लागि आइडीलाई फलो गर्नुहोस् र भिडियोलाई सेयर गर्नुहोस्।